जग्गा त होइन, त्यो एक ठाउँमा चाहिँ गाह्रो छ कि त्यो अघि जम्मा ठाउँमा त्यस्तो गहिरो आएछ नि त, डिलहरू काटेर गहिरो आएको थियो नि त। कस्तो सड्के हिउँ आएको। त्यो पानी एक बोतल खोल्नु त भाउजू। त्यत्तिकै खोल्छ त रुम परेको अवस्था। यता जाउँ निस्केको थियो। ठिक अलिक झन्डै ढिलो भएन त बर्बाद हुने रहेछ नि। यतै बाटो है हिँड्न पनि सर्र हिँडेर गयो। उब्रिया ठाउँमा तल गहिरोमा हो कि एउटा घर छ त नि, त्यहाँ टर्निङमा माथि जानुपर्छ त। उयो गहिरोमा कि पानी भरेर यस्तो सामान केटापट्टि पानी ल्याउँदा पनि हिउँ त जोडले पऱ्यो त है। पऱ्यो पानी नल्याएको भए एउटा ल्याउने एउटा यतापट्टि मपट्टि यतापट्टि अब एउटा मात्र बाँकी छ, पुग्छ होला? आधी आधी हालौँ त्यसो भए। नहाल है, यतापट्टि मपट्टि मात्रै हाल्नु। एक कार्टुन छ होला। राख्नु यो यसरी बन्द गर्नु म यहाँ मेरो हातमा छ। यो बन्द गऱ्यो भने झन् फेरि अहिले सक्दैन नि। गहिरो चाहिँ कटौँ न।